कर्कट राशि हुनेहरू सावधान। यो चैत महिनामा रहस्यमय परिवर्तनका लागि तयार हुनुहोस्। चैत महिना कर्कट राशिका लागि आध्यात्मिक चिन्तन र आत्ममन्थनको महिना रहनेछ। चन्द्रमाको प्रभावले तपाईको संवेदनशीलता बढ्नेछ। यो महिना तपाईले बाहिरी संसार भन्दा पनि आफ्नो भित्री आवाज सुन्नुहुनेछ। तर ध्यान दिनुहोस्, धेरै भावुक हुनाले निर्णय लिन गाह्रो हुन सक्छ। कार्यक्षेत्रमा केही गुप्त शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्ना योजनाहरू गोप्य राख्नु नै बुद्धिमानी हुनेछ। महिनाको दोस्रो साताबाट नयाँ प्रोजेक्टको जिम्मेवारी मिल्ने योग छ। खर्चमा वृद्धि हुनेछ, यद्यपि अचानक धन लाभको योग पनि बनेको छ। लगानी गर्दा अरूको भर नपर्नुहोला। प्रेम सम्बन्धमा गहिराई बढ्नेछ, तर सानातिना भ्रमले दूरी ल्याउन सक्छ। आफ्नो पार्टनरसँग स्पष्ट कुराकानी गर्नुहोस्। परिवारमा आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। घरमा कुनै नयाँ सदस्यको आगमन वा मांगलिक कार्यको चर्चा हुन सक्छ। स्वास्थ्यलाई हेर्दा पानीको मात्रा बढाउनुहोस्। छाती वा फोक्सोसँग सम्बन्धित सामान्य समस्या देखिन सक्छ, सचेत रहनुहोला। विद्यार्थीहरूका लागि यो महिना उत्कृष्ट रहनेछ। एकाग्रतामा केही कमी आउन सक्छ, त्यसैले ध्यान र योग नियमित गर्नुहोला। कर्कट राशिको शुभ रंग सेतो र चहकिलो चाँदी। शुभ अंक 4 र 7। शुभ दिन सोमबार र बिहीबार हो। कर्कट राशि हुनेहरूले हरेक सोमबार शिवलिङ्गमा जल वा दूध अर्पण गर्नुहोस्। यसले मानसिक शान्ति र बाधा अर्चन दूर हुनेछन्। यदि तपाईको मन अस्थिर रहन्छ वा निर्णय लिन गाह्रो हुन्छ भने कमेन्टमा ओम नमः शिवाय लेख्नुहोस्। म त्यसको समाधानको उपाय बताउने छु।